हाई एभ्रिवान, वेलकम टु माई मिन ब्लग। आई होप सबैजना सन्चै हुनुहुन्छ। अहिले फेरि छिटो आउनु पर्दैन, आज कति शीतल भएको छ अहिले भन्दै हुनुहुन्थ्यो। अनि मैले फेरि दाइलाई बिहान कति घाम भएर नसकेको नि त भने। अनि आजको मौसम यति राम्रो भइरहेको थियो, आजको भन्दा नि साँझको मौसम। अनि म र भाउजूबाट जाँदैछौँ खेततिर। जम्मा फेरि मेरो फुपूको बुहारी पनि आउनुभएको थियो, कान्छी भाउजू हेल्प गर्नको लागि। अनि हामीहरू जाँदैछौँ खेतमा। अनि यहाँ भाउजूहरूले हाई भन्दै हुनुहुन्थ्यो। अनि हामी रेडी हुन लाग्यो अब धान गोड्नको लागि। अनि मौसम पनि यति शीतल, कति राम्रो थियो, हेर्दा पनि राम्रो अनि कामहरू गर्दा पनि रमाइलो लागेको थियो। चिसो चिसो हावा पानी पर्ला जस्तै गरेको थियो, तर पानी पनि परेन खासै। अनि हामी तिनजना गफ गर्दै रमाइलो भएको थियो, तिनजना भएर पनि। नत्र त बिहान त यस्तो टन्टो पुरै घाम, त्यसैमाथि दुईजना यस्तो झ्याउ लागेको थियो। अनि म पनि यहाँ गर्नुभयो, एकैछिन पानी खानलाई बाहिर निस्केको। अनि काम गर्दै गर्दै नास्ता खाने टाइम पनि भइसक्यो। बहिनीले नास्ता लिँदै आएको थियो, चिया र बिस्कुटहरू, टोस्टहरू। अनि हामीहरू आलीमा बसेर खाँदै अनि उता दाइहरू बोलाउँदै हुन्छ नि, त्यता कुरा गर्दै गयौँ। अनि मौसम हेर्नु यस्तो राम्रो थियो नि मौसम। एउटा गरा त सकेको थियो नि, अर्को गरातिर लाग्दा एउटामा फेरि यस्तो पुरा पानीले खाइदिएर अनि कतै कतै थियो होइन, धानहरू मरिसकेको थियो। अनि हामीहरूले छिटो गऱ्यौँ, यता कति सजिलो थियो। मौसम हेर्नु कति राम्रो, पानी पर्ला भन्ने गर्थ्यो, भएन। हामीहरू जान लागेको घरतिर, सबै सकेको त छैन, अब बाँकी भोलि गर्ने भनेर। बाई।